अर्को प्रश्न यहाँलाई नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला? तेरो मुख फोर्नु पर्छ। तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या। तेरो माथि डोजर चलाइदिनु पर्छ बग्लुङ। तँलाई दिमाग खराब गरेछ यार। आफ्नो पैसाले मापसै गर्दैन नि यस्तोहरू, फोकटको खान्छ क्या। साफ हेर न अनुहार लोटरीको टिकट जस्तो छ, त्यो पनि नपर्ने क्या। ए बगलोल एउटा कुरा, अमेरिकालाई त अमेरिका रहन दे, नेपाललाई किन अमेरिका बनान्छस् रे? किन बनान्छस्? तिम्रो काका ठिकदार हो? अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ? नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न। मुख फारेर भनिदियो अमेरिकालाई नेपाल जस्तो, नेपाल अमेरिका जागर तै बना पागला कहीँ पग्ल्यो। दिमाग हाफै माइन्ड हो यो, पुरा दिमाग छैन। पोलियोको ब्रान्ड मास्टर होइन यो। मलाई प्रश्नमाथि प्रश्न सोधिरहेछ यार। त्यसलाई हामी एउटा प्रश्न सोध्यौँ, भागिहाल्छ क्या। चल बता, यो जुन हाम्रो नेपालमा लाठी चार्ज गर्छ नि पुलिस, त कुन चार्जर प्रयोग गर्छ बता? बगलोल फेन्ड भइहाल्छ। छोड दे, सोध, तेरै सोध। अमेरिका कस्तो लाग्यो? यो हेर कुन बगलोल हो यार, दिमाग छैन यार। आमको गाछीमा पैदा भइथिस् के रे बगलोल? के खालको मान्छे? अमेरिका कस्तो लाग्यो? अमेरिका हामीलाई सिङ्गापुर जस्तो लाग्यो। के गर्छ? अमेरिका जस्तो लाग्छ रे बगलोल कि कस्तो लाग्छ? तिमीलाई कस्तो लाग्छ? अमेरिका जस्तो लाग्छ त? हामीलाई के सोध्यो अमेरिका कस्तो लाग्छ? हामीलाई पनि अमेरिका जस्तो लागेछ कि सिङ्गापुर जस्तो लाग्छ कि काठमाडौँ जस्तो लाग्छ कि धनकुटा जस्तो? बता। मुँह चियाएर मतलब के हुन्छ बता? मेरो भन्नुको मतलब, तेरो भन्नुको मतलब के हो यो? कि अमेरिकाको बारेमा के भन्दैछ तिमी बगलोल? त अमेरिका खतरनाक छ क्या। त हामी जब अमेरिका आयो नि त हामीलाई सोधिरहेछ एकजना कि आर यु ब्ल्याक? साफ हाम्रो दिमाग सन्चनाइहाल्यो क्या। हामीले के भने कि आई एम नट ब्ल्याक, आई एम ब्ल्याक। हामी कालो थोरै छु रे बग्लो, हामी त कालो छु।